विश्व नृत्य दिवसको दिन पनि परेको छ। यो अत्यन्त साहित्यको कुरा छ र साथसाथै हामीले नृत्यको लागि हामीलाई वाद्यवादन पनि आवश्यक पर्ने हुन्छ र खेलकुदका सामग्री पनि आवश्यक पर्ने हुन्छ र हाम्रो मनलाई एकत्रित गर्नको लागि हामीले वाद्यवादन बजाएर र खेलकुद सामग्री खेलेर हामी आनन्द लिएर हाम्रो मन, हाम्रो दिमाग, हाम्रो भित्री उसलाई सन्तुष्टि लिन सक्छौँ भन्ने कुरा म यहाँ विशेष अनुरोध गर्न चाहन्छु र यसै कुरालाई मध्यनजर राख्दै हाम्रो 6 नम्बर वडा नम्बर 6 ले चाहिँ सम्पूर्ण समितिका जोसँग आबद्ध हुनुहुन्छ उहाँहरूको लागि चाहिँ हामीले सामग्री आज वितरण गर्ने कार्यक्रम राखेको छौँ। यो यसमा आज हामीले प्रमुख अतिथि माननीय हाम्रा समाजसेवी छिरिङ दोर्जे लामालाई पाएका छौँ। यसमा पनि अत्यन्त गौरव गर्न चाहन्छु र उहाँको फुर्सद आज मिलेको कारणले म हृदयदेखि नै उहाँलाई विशेष स्वागत गर्न चाहन्छु र अब यसलाई उसलाई भन्दा सम्पूर्ण हाम्रा प्यारा दाजुभाइ दिदीबहिनीहरूलाई आजको यो कार्यक्रममा मुरी स्वागत टक्राउँदै र हामीले चाहिँ एउटा गायन वादन नृत्य र सङ्गीतको एउटा प्रतीक साधन हो भन्ने हामी चाहिँ एउटा विशेष हामीले राख्न चाहन्छु र साधन भनेको एउटा ज्ञान कि देवी एउटा सरस्वतीको हातमा एउटा वीणा हुन्छ र एउटा कृष्ण भगवान श्रीकृष्ण भगवानको हातमा एउटा मुरली हुन्छ र जसले एउटा हामी भक्तहरूलाई परम आनन्द दिने एउटा मनलाई एकत्रित गराउने हाम्रो चाहिँ ती चिजहरू हुन्छन् र यसको लागि म सम्पूर्णलाई हार्दिक स्वागतम भन्दै स्वागतम भन्न चाहन्छु। जय नेपाल, नमस्ते।